हालेलुया। हालेलुया। अनि मान्छेलाई चाहिँ कतिवटा कन्फ्युजन हुन्छ यो वचन चेला गुरु हुँदैन किन यीशुले भनेको छ त हामी सबै गुरु होइन हामी कसरी तिमीहरूको गुरु नभन्नुहोस् हामी त भाइ भाइहरू भनेको छ फेरि यहाँ किन चेला बनाऊ भने फेरि चेला बनाएपछि गुरु हुन्छ त आमेन आमेन हालेलुया। आज तर धेरै क्रिस्चियन मान्छेको धेरैको मान्छेको चाहिँ गुरु छैन जिन्दगीमा एउटा गुरु चाहिन्छ के चाहिन्छ अरे गुरु 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 हालेलुया। हालेलुया। यो थाहा छैन संस्कृतमा चाहिँ गुरु भनेको गु भनेको चाहिँ अन्धकार भन्छ रु भनेको चाहिँ हटाउने अरे क्या यस्तो सुनेको त कहाँसम्म सत्य थाहा छैन संस्कृतमा चाहिँ गुरु भनेको चाहिँ गु भनेको चाहिँ अन्धकार हो अज्ञानता हो रु भनेको चाहिँ हटाउने कर्ता आमेन हालेलुया। भन्नु खोजेको चाहिँ गुरु भनेको चाहिँ यसको मतलब यो भन्नु खोजेको फेरि यसको मतलब यो होइन कि हामीले अन्धकार हटाउँदैन म त हामी गुरु हुनु सक्दैन भनौँ त्यो पनि एउटा भन्नु खोजेको तर म यसको मतलब चाहिँ कतिजना मान्छे अन्धकारमा भएको अन्जारमा भएको मान्छेलाई हामी के हुन्छौँ उनीहरूको लागि ज्योति हुन्छ मतलब के हुन्छ हामी उसको गुरु बन्छौँ मतलब भने उसलाई मार्गदर्शक चिनाउँछौँ आमेन हालेलुया। उसलाई के गर्छौँ हामी मार्गदर्शक देखाउँछौँ त्यो भएर गुरु हो हालेलुया। अनि हरेक गुरु हुनु जरुरी छ त्यसै कारण यहाँ भनेको छ सारा संसारमा गएर तिमीहरू सबै तिनीहरूलाई उहाँ के गर अरे चेला बनाऊ त्यसकारण आज हामी चेला हुनु जरुरी छ हालेलुया। फर्स्टमा आउँदा विश्वासी त्यहाँदेखि हामी चेला हुनुपर्छ के हुनुपर्छ चेला विश्वासीको नेक्स्ट स्टेप भनेको नै अर्को खुड्किला भनेको नै चेला हो फर्स्ट विश्वासी सेकेन्ड चेला अब थर्ड के हो छोराछोरी उहाँको सन्तान हालेलुया। स्टेप छ क्या स्टेप तर आज दुःखको कुरो के छ थाहा छ त्यही स्टेपमा बस्छ मान्छे विश्वासी के अरे विश्वासी 10 वर्ष भयो विश्वासी 15 वर्ष भयो विश्वासी म त 20 वर्ष भयो विश्वासी खोइ चेला चाहिँ खोइ चेला भएको विश्वासी र चेलामा अन्तरमा बताउँछु तपाईँलाई विश्वासी र चेलामा अन्तर सुन्नुहोस् है विश्वासी चाहिँ खाली के भयो पास्टर बाउ प्रार्थना गरिदिनुहोस् खालि पास्टर बाउ प्रार्थना गरिदिनुहोस् तपाईँको छिमेकी बिमारी भयो पास्टर बाउ यहाँ बिमारी रहेछ आइदिनुहोस् प्रार्थना गरिदिनुहोस् सुन्नुहोस् है तर चेलाको चाहिँ के हो तपाईँ आफै तपाईँको छिमेकी त बिमारी हुनुहुन्छ तपाईँ आफै गएर प्रार्थना गरेर निको पारेर चर्चमा ल्याउँछ हालेलुया। चेलाले चेला बनाउँछ यीशुले 12 चेला बनाउनु भयो अनि यीशुले फेरि के भन्नुभयो तिमीहरू गएर के बनाऊ चेला बनाऊ के बनाऊ चेला बनाऊ यस हालेलुया।